नमस्कार, चेतन विष्ट युट्युब च्यानलद्वारा प्रसारित शैक्षिक कार्यक्रम अन्तर्गतको अर्को भिडियोमा तपाईँ सम्पूर्णलाई स्वागत छ। यो भिडियोमा मैले बीएड थर्ड इयर अन्तर्गत मेजर इङ्ग्लिसमा रहेको न्यू होराइजन बुकको युनिट 17 एनाटोमी अफ फ्यासिजम अर्थात् फासिजमको नालीबेली भन्ने युनिटलाई नेपालीमा बुझ्न गइरहेका छौँ। अब लागौँ नेपालीमा समरीतर्फ। लेखकले हिटलरद्वारा प्रतिपादित विचार तथा फासिजम अभियानको चिरफार गर्ने प्रयास गरेका छन्। जर्मनीमा हिटलरको उदय हुनुमा दुई प्रमुख कारक तत्त्वहरू भएको बताइन्छ। प्रथम कारण चाहिँ भूमण्डलीकरण र त्यसले जर्मनी लगायत विश्वको अर्थतन्त्र, राष्ट्रिय तथा सांस्कृतिक पहिचानमा पारेको प्रभावलाई लिइन्छ। जर्मनीको आर्थिक तथा वित्तीय शक्ति यहुदीहरूको नियन्त्रणमा रहेको हिटलर दाबी गर्दछन्, जसका कारण देशको अर्थतन्त्र तहस नहस हुन पुगेको र संस्कृति स्खलन भएको उनको दाबी रहेको छ। यसकारण आफ्नो संस्कृति र पहिचान जोगाउने र सम्पूर्ण राज्यको समृद्धि र विकासको लागि आफूले जर्मन राष्ट्रिय समाजवादी अभियानलाई अगुवाई गर्नुपरेको उनले उल्लेख गरेका छन्। त्यसैगरी अर्कोतर्फ मार्क्सवादी विचारले जर्मनीमा ठूलो प्रभाव पाइरहेको र उक्त मार्क्सवादी अभियानलाई अगुवाई तथा नेतृत्व गरिरहेका यहुदीहरू नै भएको पनि उनी बताउँछन्। उनले जर्मनीभरि यहुदीहरूको वर्चस्व रहेको भनी त्यसको विरोध पनि गरेका छन्। यसरी उनले यहुदीहरूलाई आफ्नो एउटा मात्र शत्रु भएको स्वीकार गर्दछन् र यिनीहरूको विनाशले नै आफ्नो लक्ष्य प्राप्ति हुने उनले महसुस गर्दछन्। जर्मनीले आफ्नो ऐतिहासिक तथा सांस्कृतिक सम्मानलाई जोगाउन युवा वर्गलाई परिचालन गर्नुपर्ने उनी बताउँछन्। हिटलरले सम्पूर्ण युवा युवतीहरूलाई अनिवार्य सैनिक तालिम लिनुपर्ने कानुन बनाउँछन्। महिलाले जर्मन सैनिक बाहेक अरूसँग विवाह गर्न नपाउने, सैनिक भर्ती भएका नागरिकले मात्र नागरिकता पाउने, स्वास्थ्य परीक्षणको प्रमाणपत्र बिना विवाह गर्न नपाइने, अपाङ्ग तथा वंशाणुगत रोग भएका सन्तान जन्माउन नपाउने, गैर जर्मन आप्रवासीहरूलाई देश निकाला गर्ने, सम्पूर्ण आर्थिक कारोबारको निगरानी गरिने, आम सञ्चारको नियन्त्रण, निम्न कोटिका कला साहित्यको प्रतिबन्ध र सम्पूर्ण नागरिकहरूले खेलकुद तथा अन्य शारीरिक क्रियाकलापहरूमा अनिवार्य सहभागी हुनुपर्ने जस्ता कडा नियमहरू लागू गरिन्छ। यसले सम्पूर्ण नागरिक र विशेष गरी युवाहरूलाई हिटलरले कल्पना गरेको एक सहनशील, साहसिक, आक्रामक व्यक्तिको निर्माण गर्न सघाउ पुर्याउँदछ। सैनिकले उनको विचार र सपनालाई आदेश मानी सम्पूर्ण पालना गर्नुपर्ने उनको शर्त रहेको थियो। आफ्नो विचार बाहेक अरू कुनै पनि विचार उनलाई अमान्य रहेको थियो। उनको विचारमा राज्यको शिक्षा व्यवस्थाले माध्यम ज्ञान भएका तर उच्च देशप्रेमको भावना विकास गर्नुपर्दछ। त्यसैगरी शिक्षाले प्रत्येक नागरिकमा आत्मबलको विकास गर्ने र आफू अरूभन्दा सर्वश्रेष्ठ छु भन्ने भावना विकास गराउनु हो र मेरो मातृभूमिलाई कसैले पनि पराजित गर्न सक्दैन भन्ने भावनाको पनि विकास गराउनु मानिन्छ। सैनिकमा भर्ती हुनुभन्दा पनि एक स्वस्थ आमाले स्वस्थ सन्तानको जन्म दिनुपर्दछ भन्ने उद्देश्यले नारीलाई खेलकुद तथा कठोर शारीरिक कसरतको व्यवस्था गरिएको थियो। जसरी ग्रिकहरूले सुरु गरेको मानव सभ्यतालाई रोमनहरूले निरन्तरता दिएका थिए, त्यसैगरी जर्मनहरूमा पनि रोमले निरन्तरता दिएको सभ्यतालाई अगाडि बढाउनु जिम्मेवारी रहेको हिटलरले विश्लेषण गरेका थिए। दुवै ग्रिक र रोमनहरू आर्य जातिका भएकाले आफूलाई बाहेक अरूलाई उक्त अवसर दिन नहुने उनको राय रहेको थियो। एउटा सिङ्गो राष्ट्रले कसरी एउटा व्यक्तिको विचारलाई ठिक मानेर सम्पूर्ण बौद्धिक संवादहरूलाई प्रतिबन्ध लगाउन सक्छ? यदि सम्पूर्ण राज्यवासीहरू हिटलरको आदेश मान्न र उनको विचार स्वीकार्न तयार नभएको भए हिटलर शक्तिमा आउँथे? यो प्रश्नलाई थुप्रै जर्मनवासीले स्वयं आफैले सोध्नुपर्ने बेला आएको छ। यसरी हेर्दा उति बेला हिटलरले आफ्नो देशमा कस्तो नियम चलाएका थिए, कस्ता कस्ता नियम कानुनहरू ल्याएर जनतालाई लादेका थिए अथवा जनताले के गर्नु पर्थ्यो, के गर्न हुँदैन थियो भन्ने कुरा यसमा देखाइएको छ। उनले चाहिँ विशेष गरी हरेक नागरिकले सैनिक अभ्यास लिनुपर्ने, सैनिकले गर्नुपर्ने तालिमहरू हरेक पुरुषले लिनुपर्ने, त्यसैगरी महिलाले पनि विभिन्न कठोर फिजिकल एक्सर्साइजहरू गर्नुपर्ने लगायतका विभिन्न नियमहरू उनले ल्याएको बताइन्छ। यसमा महत्त्वपूर्ण क्वेसनहरू पनि रहेका छन्। ती क्वेसनहरूलाई मैले तपाईँहरूमाझ देखाउने पनि रहेको छु। तपाईँहरू कहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। कुन कुन युनिटको भिडियो आवश्यक पर्छ ती युनिट कमेन्ट गरिदिनु होला। सँगै भिडियो अन्य विभिन्न साथीहरूलाई सेयर गरेर सम्पूर्ण माझ पुर्याइदिनु होला। सँगै यस चेतन विष्ट युट्युब च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। आजको लागि धन्यवाद।